नमस्कार साथीहरू। आज हामी चाहिँ फाइनल्ली सरकसानको यो पार्किङ स्थलमा आइसकेका छौँ। पार्किङ देख्न सक्नुहुन्छ, यो एकदमै धेरै भिडभाड छ है। आज चाहिँ बिदाको दिन भएर होला। आज भिडभाडमा चाहिँ हावाहुरी चलेर यहाँ केबल कार पनि माथि जान सकेको छैन भन्ने कुरा सुनेको छु। अब हामी चाहिँ यहाँबाट हिँडेर जानेछौँ है। कति समय लाग्दो रहेछ अब हामी हेर्नेछौँ। मेरो साथीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ यहाँ अगाडि गइसक्नु भएको छ। दक्षिण कोरिया खाङवोन्डो सोक्छोमा रहेको सरकसानको प्रमुख दृश्यमा रहने उल्सान चट्टान। यसको उचाइ 873 मिटर छ र यसको परिधि 4 किलोमिटर जति हुन आउँछ। यो विशाल चट्टान 6 वटा प्रमुख शिखरहरूको समूहमा बनेको छ। इतिहास अनुसार उल्सान नाम आजीव र अनोखो शिखरहरूको घेरा देखिने भएकाले दिएको हो। यस राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकहरूले निशुल्क प्रवेश पाउँदछन् भने पार्किङ गर्नको लागि प्रशस्त ठाउँ देखिन्छ। यस राष्ट्रिय निकुञ्जमा सङ्ग्रहालय, बौद्ध मन्दिरहरूले अत्यन्तै मनमोहक दृश्य समेटेको छ। मुख्य प्रवेशद्वार पछाडि हामी चाहिँ बुद्धको दर्शन गर्न सक्छौँ। बुद्ध विहारको हामीले अवलोकन गर्न सक्छौँ र प्राकृतिक छटाहरूको मनोरम दृश्यमा रम्न सकिन्छ। यहाँ पानीको लागि प्रबन्ध गरिएको छ निशुल्क। हामी बुद्ध जयन्तीको समयमा आएका भएर हामीले बुद्ध जयन्तीको लागि सजाइएका यी बत्तीहरू पनि देख्न सक्यौँ। कोरियामा बुद्ध जयन्तीमा दीप बत्ती बालेर बुद्ध जयन्ती मनाउने गरिन्छ। यहाँ काठको पुल बनाएर वातावरण मैत्री बनाइएको छ। कोरियनहरूले वातावरणलाई अत्यन्तै महत्त्वपूर्णका साथ संरक्षण गर्ने गर्दछन्। हामीलाई यो पहाड यो देखिएको चुचुरोमा पुग्नु पर्नेछ। मेरा साथीहरू समय कम भएका कारण फटाफट अगाडि लागिसक्नुभयो भने म चाहिँ पछाडि यो बुद्धको विहार छ, यो विहारमा चाहिँ अवलोकन गर्नको लागि भित्र पसेको छु। एकदमै डरलाग्दा मूर्तिहरू देख्न सकिन्छ अनि अगाडिका सुन्दर दृश्य पहाड। कोरियामा मैले देखेको यो पानी खुवाउने सिस्टम चाहिँ अत्यन्तै राम्रो लाग्यो। कोरियाका यी बुद्ध विहारहरूमा यस खोला अत्यन्तै सुन्दर अनि सफा स्वच्छ भएर बगेको छ। जङ्गलबाट उम्रेर आएको यो खोला हेर्दैखेरि खाउँ खाउँ लाग्ने भएर बगेको छ। यस जङ्गलमा धेरै मानिसहरू आवत जावत गर्दै हुनुहुन्छ। कसैलाई पनि हामीलाई डरको महसुस भने भएको छैन। यति धेरै गर्मी छ कि हामीले यहाँबाट हिँड्दा हिँड्दै पसिनाका धारा छुटाउन थालिसकेका छौँ। सायद मलाई लाग्छ यहाँ पौडी खेल्न नमिल्ने भएर होला यहाँका कुनै पनि मानिसहरू यति सफा दहमा पौडी खेल्न पस्ने आँट गरेका छैनन्। हामी पनि यो दहमा पौडी त खेल्न सक्थ्यौँ होला, तर समय कम भएका कारण खोलामा पस्ने आँट गर्न सकेका छैनौँ। अब चाहिँ कसै ट्रेकिङको बाटो आयो है। साथीहरू, हाम्रो सरकसानको भ्रमण चाहिँ आधा-आधीमा पुगिसकेको छ। यो सिँढीको बाटो होइन, यहाँ रोड बनाउनु सम्भव भए तापनि यो सिँढीको बाटो बनाइदिएको छ। अब हाम्रो किसान सर अनि त्यस पछाडि हाम्रो धेरै साथीहरू अगाडि गइसक्नु भएको छ। अब हामी यहाँबाट अझै हिँड्नु पर्ने छ, धेरै काम भइरहेछ। साथीहरू, घुम्दै जाने क्रममा एउटा अनौठो खालको गुफामा रहेको बुद्धको मूर्ति देख्न सकिन्छ। धेरै पहिला यो गुफा सुन खन्दाखेरि बनेको हो भनेर हामीले
कहीँ कतै सुन्न सकिन्छ। यस गुम्बामा रहनुभएको बुद्धको मूर्तिलाई हामीले अवलोकन गऱ्यौँ, दर्शन गऱ्यौँ र परिक्रमा गरी केही समय आराम गऱ्यौँ। त्यस पछाडि हामी यस मन्दिरबाट फेरि आफ्नो उल्सान पहाडको हाइकिङको लागि हिँड्नको लागि तयार भयौँ। सबै साथीहरूले एकछिन बाहिर पानी खानुभयो, हामीले केही आराम गर्ने र एकछिन लामो सास लिएर रेस्ट गर्ने समय लियौँ र सबैजना एकैछिन यो मन्दिरको बारेमा केही कुराकानी गऱ्यौँ र हामीले यो स्थान छाडेर अब माथि पहाडको चुचुरोतिर लाग्नेतिर मन डुलायौँ। कैसो कस्तो लागिरहेको ट्रेकिङ? ट्रेकिङ त यस्तो रमाइलो लागिरहेको छ है। ठिक छ ल कट्दै जाउँ। सराक्छान यहाँ सिँढीको बाटोको ठाउँमा यसरी झरेङहरू जस्तो लगाएर चाहिँ काठको खुड्किलाहरू लगाएको छ, एकदम रमाइलो छ। हाइकिङ चाहिँ एकदमै गाह्रो छ है। यस्तो बाटो छ, पुरै सिँढीको बाटो। विकसित देश भनेको विकसित देश नै हुन्छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ यति ठुलो डेन्जर पहाडमा पनि यति सजिलो भर्याङहरू लगाइएको छ। यति सहजै हामी अब हाइकिङ गरेर फर्किन सक्ने बनाएको छ। बाटोमा त्यस्तै रबरको म्याट्रेस जस्तो बिछाइएको छ, हिँड्नलाई पनि सजिलो छ। यति तल थियौँ हामी, अहिले यति माथि आइसकेका छौँ सहजै। हेलो, आज सराक्छान चाहिँ घुम्दैछौँ। हेर्नुहोस् है यो खुड्किलाहरू कस्तो छ है। अब यो ढुङ्गाको बाटो बनाउन नसकेर पुरै खनालै चाहिँ बुलिङ गरेर बनाइएको छ। पहाडहरू यहाँ हेर्न सक्नुहुन्छ, डाँडोहरू है, ढुङ्गाहरू पुरै हिमाल जस्तो ढुङ्गाहरू छ। तल रुखहरू पुरा जङ्गलहरू देखिन्छ, यतापट्टि पुरै महको चाका जस्तो क्या ढुङ्गाहरू देखिन्छ। हामी आज 3 घन्टा जति हिँडिसक्यौँ, अझ पनि माथि पुग्न सकेका छैनौँ। मलाई चाहिँ क्यामेरामा हाम्रो राजु सरले एकदमै साथ दिनुभएको छ। राजु सर कस्तो लागिरहेछ तपाईँलाई आजको दिन? साँच्चै भन्नुपर्दाखेरि हजुर रमाइलो त यस्तो दामी लागेको छ कि होइन, खुट्टा चाहिँ यस्तो दामी नमजाले दुखिरहेको है, दामी दुखिरहेछ है। बब्बा सल्लाहको रुखहरू पनि हेर्नु न कस्तो रोपे जस्तै छ है। यहाँ हेर्नु न, ढुङ्गामाथि ढुङ्गा कसैले टिपेर, हजुर ढुङ्गामाथि ढुङ्गा कसैले टिपेर थप्लक्क राखेको छ हामीले। खासमा पृथ्वी पर्लाई हुनुहुन्न अगाडि गएको टिपेर कुन चाहिँ लहर थपेको चाहिँ मान्छेको ज्यान भयो होइन, माथि चाहिँ टाउ हो क्या। साथीहरू चाहिँ माथि गइसक्नु भयो। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ। यहाँ आएर फोटो तथा भिडियो लिनको लागि अलिकति चुनौतीपूर्ण रहेछ। यहाँ धेरै हावा चल्ने र उच्च स्थान भएकाले यहाँ आफूले जोगाउनु पर्ने तथा जोगिएर हिँड्नु पर्नेमा चुनौती देखिँदो रहेछ।
साथीहरू, सराकसानमा रहेको यो उल्सान बावी भन्ने यो पर्वतमा चाहिँ हामीले हाइकिङ गरेर अब फर्किने क्रममा छौँ। हामी यो हाइकिङ गरेर फर्किँदासम्म यहाँका घुम्न आउने पर्यटकहरू सबै फर्किसक्नु भएको रहेछ। बाटो पनि खाली अनि यो बुद्ध विहार पनि लगभग खाली जस्तै भइसकेको थियो। दिउँसो आउँदा धेरै भिडभाड देखिने यो स्थान अहिले शून्य लाग्ने देखिन्छ। यो बुद्धको मूर्ति अगाडि यहाँ एउटा ठुलो भवन बन्ने क्रममा रहेछ। पार्किङ लगभग भरिएको थियो, जबकि हामी आउँदा सबै गाडीहरू आफ्नो गन्तव्य स्थानमा लागिसकेका थिए र हामी पनि आफ्नो गाडी लिएर होटलतर्फ लाग्यौँ। होटल पुगेपछि हामी मादलमा रमाउने, गीत गाउने र कोही त्यसैको गीतको तालमा नाच्नेसम्म गऱ्यौँ र दिनभरिको थकान मेटायौँ। साथीहरू, आज हामी सराकसानको त्यो चाहिँ हाइकिङ सके पछाडि हाम्रो यो बोङपो सराकसान नजिकै खाङबन्दको बोङपो भन्ने ठाउँमा चाहिँ नेपाल रेस्टुरेन्टमा रोटी खाँदैछौँ है। हामी चाहिँ सादा खाना खान्छौँ आज। म चाहिँ सधैँ सादा खाना नै खाने हो। अब भनौँ न, आज सबैजनाले सादा खाने भन्नुभयो, एकदमै रमाइलो। अनि खानाको आइटम पनि हामीले यो सादा नै गरेका छौँ होइन। सादा जीवन उच्च विचार।